म्याच सिक्नलाई मैले टिग्रा यहाँ सिक्छ त टिग्रा मैले त्यो बहिनीको टिग्रा यहाँ म्याच सिक्नलाई कापी कलम राखेर सिक्नु पऱ्यो क्या मैले अनि यहाँ टिग्रा यसो भेडा हानु भनेर चाहिँ सिकाउने अन्त पहिलो छ अहिले हेर यो मैले नेताहरूले भुटेर दिमाग बुढीले भुट्छ दिमाग रट भइसकेको हुन्छ मैले म्याच सिक्ने भनेर सुने अब अनि सिक्ने हुनु पनि मैले टिग्रा यहाँ ढ्याङ राखेको त्यो यो हात्तीको जस्तो टिग्रा यहाँ झुन्याइरहेछ त्यो कुरा ढलेन अनि त्यहाँबाट म्याच सिक्ने भनेर त्यसो हुन्छ टेबल हुनु पर्यो या त कम्प्युटर हुनु पर्यो म्याच सिक्ने त्यसो गरेर मान्छे मैले पनि बुझ्छु टिग्रा भिडाएको ठोक्ला हो क्या सिक्नेलाई सिक्ने भन्नु थालेछ मैले सत्य कुरा गरेको मैले भनेको हिसाब सिक्नु गर्ने पनि भयो हिसाब सिक्नु लागिसक्यो म्याच भनेको म्याच अनि सिक्ने यो मैले लाटो देशमा गाँठ टन्निने भएर कुन दिन मैले गाएको गीत पनि हिट हुनसक्छ म्याच सिक्ने भए बेलुका घरमा आए अनि बेलुका घरमा किन म्याच सिक्नु दिउँसो सिक्नु परेन बाबुलाई भन्थ्यौँ भने त टिग्रा हालेर म्याच सिक्नु भन्ने हुन्छ अनि हामीले के सुन्छ टिग्रा हालेर चाहिँ म्याच सिक्नु भन्ने राखेको हो मैले त्यो भने अनि यिनीहरूले यस्तो वर्ड किन सेलेक्ट गरेको भने कैसा लगा मेरा मजाक चक्कुदेखि डर लाग्दैन हजुरलाई यस्तो चक्कु धेरै खेलाएको छु त्यसो भए त्यस गरी खेलाइदिनु पर्यो रे तपाईको विवाह भएको छैन सेक्स रिलेसन भएको छ कि छैन भएकै छैन सेक्स रिलेसन छैन अहिलेसम्म निरुता सिंह भर्जिन तपाईलाई के तपाईले उमेर भयो हिरोइन हो भन्दामा यो हुनै एकदम यो भर्जिन हुनै हुँदैन भने तपाईको सोच हो कि क्या हो के भयो यार म आएको छ ढुङ्गी पर्यो म तारी अलिकति फुल्यो भन्दै अलिकति चाहिँ फुल्न बाँकी हो मलाई बोक्सी भन्ने बित्तिकै चाहिँ के याद आउँछ मेरो बुढी याद आउँछ जोकको लागि मात्र भयो हाँ बोल कति बोलु पैसा कति लाने पठालियो पठाउने गाछी रोपिसकेको छु 5 रुपियाँको कलिलो पात फलिसकेको छ छिप्पिएर 1000 को भएपछि नि पठाउँछु आफ्नो पार्टनरसँग बसेर एडल्ट फिल्म हेर्नु भएको पार्टनरसित बसेर त हेर्दैन पार्टनरसित बसेर किन फिल्म हेर्नु पर्यो फिल्म खेल्ने पो हो त दाइ गुल्ला रिभेल कहिले अरे भाइ मैले गुल्ला अस्ति रिभेल गर्नु खोजेको युट्युबमा मिल्दैन अरे ब्यान्ड हुन्छ अरे के हुन्छ अरे उहाँ चाहिँ गुल्ला ल्याक त एकैचोटि देखाउनु मन छ हो श्रीमान श्रीमतीसँगै बसेर एडल्ट फिल्म हेरेको प्यारी समझ गई को कति इमान्दार हुन्छ भन्ने कुरा थाहा हुन्छ हाम्रो एजुकेसन पार्टनरको तर्फबाट तपाईँहरूलाई गिफ्ट ह्याम्पर पनि छ मैले जो इमान्दार भयो उसलाई नै गिफ्ट ह्याम्पर दिनेछु हामी दुजन ल्याउँ तपाईँ राख्नु त गिफ्ट गजब बेइज्जती ओइ किन झगडा गरेको हौ कहाँ झगडा गर्नु हो सर त्यो केटाहरूको हल्का मासु बरेछ बाहिरबाट फेजाले छिल्दिएको नि बढ्दा बोल्छस् के हो तेरो नाम छब्बास भरे सुँगुरको मासु र भात खान्छस् मेरो तर्फबाट मेरो बुढी एकदमै राम्रो सबैलाई आफ्नो बुढी राम्रो लाग्छ नि त हैन अनि एउटा पोइन्टसम्म लाग्छ होला के अनि त्यसपछि अर्काको बुढी राम्रो लाग्न थाल्छ होला हैन अर्काको त जतिखेर पनि लागिरहेको हुन्छ नि म केटी भएमै पटिन्छु नि कहाँ म साइकल गुडाउनेको मन राम्रो छ भन्दैमा हिँड्छु र
होइन त मन त राम्रो छ अरे उसले ढुङ्गै बोकेर पाल्ला अरे प्रोटेक्ट गर्ला अरे मिठो मसिनो खुवाउला अरे माइन्ड त जहिले पनि लोभी हुन्छ नि दाइ राम्रै चाहन्छ नि उसले सँगैको केटीहरू गाडी भएको बोयफ्रेन्ड हुँदाखेरि उसको चाहिँ नभएर उसलाई पनि त कतै कतै बिजी रहन्छ त्यो कुरा त्यस्तै केटी साथी पर्दिनुपर्छ छोडै तेरो बोयफ्रेन्डको बाइक देख्छु नि भनिदियो भने त उसलाई त्यो ट्रिगर हुन्छ म्यानिपुलेटिभ हुन्छ फेरि केटीहरू अलिकति कोही है फेरि त्यो त भनिरहनु पर्छ फेरि यसले के सोध्छ भने हुन्छ के गरिबको घरमा पाउन त आउँदैन हजुरहरूले आफ्नो हैसियत प्रदर्शन गर्न यहाँ मलाई बोलाइसिन्छ त्यो सोचेर हुँदै हुँदैन नि उहाँ चाहिँ तपाईँको को भने कि बुढा कसम केटी मान्छे हो बिहे गर्दाखेरि लजाउनुपर्छ झुकेर बस्नुपर्छ भने यसको अनुहारै हेरेन झुक्क्याए मलाई एउटा समयमा दुई अथवा दुईभन्दा बढी व्यक्तिसँग डेट गरेको यसो गर न नेपालीमा के बोल्न आउँछ रुरुलाई बहुत कुछ आ गया अब तो मेरे को आई फील तपाईँको चाकरामा थैंक यू किसके लिए था ये इनका तो देखा नहीं ना इनका तो आपने देखा मैंने आपको देखा खत्म बाय बाय टाटा गुड बाय म जेल पऱ्यो भने बसन्तीलाई अर्कैले पे गर्छ म बसन्ती बिना बाँच्नै सक्दिनँ हगौँ मुतुङ सासै रोके जस्तो भयो डरले होला है दादा केटीहरूको पुप्स होइन केटाहरूको डिक होइन तर तपाईँलाई के लाग्छ हेर्दा इमोसन सेम हुन्छ म भन्छु नि कस्तो हुन्छ कत्रो आमा ए रहा नहीं जाता तड़प ही ऐसी है ना स्क्रिनशट गरेर आफ्नो साथलाई भन्नु भयो यत्रोले म मोड्दिनँ नि सो मेक स्योर है ठुलो देखियोस् एङ्गल मिलाउनु जसरी गर्नु ठुलो देखियोस् किनकि यदि सानो छ भने फेरि के हुन्छ म भन्छु नि कस्तो हुन्छ जिम सिम जान्थ्यो बडी सडी बनाउँथ्यो यत्रै त रहेछ नि सालेको बिहान झुल्किस् त यस्तो जाडोमा चटा अङ्गालो मारेर नसुतेर के खान आएको भयो खै देखा न के गर्छ यो देखा भगर धाएको गोरुको काँध हेर्नु भगर बे गरेको केटाको घुँडागाडा हेर्नु भन्छ खोइ देखा तेरो वान मोर अझै मेरो बुढीलाई फोन गर्ने त होइन बुढी मतलब हजुरआमा खुप्री परेर दाँत फुस्केर भन्ने होइन मेरो स्वास्नी जसलाई मैले बिहा गरेर सिन्दुर हाले नि त्यो जसलाई मैले हनीमुन हान्नलाई पोखरा लगे नि दिनसम्म तपाईँको मनमा चाहिँ केही कुरा खेलेको थिएन तपाईँले भन्नुभयो यति राम्रो केटी मान्छे देखेपछि तपाईँको मनमा केही खेल्यो कि खेलेन किन नखेल्नु नि पहिला नै खेल्यो नि जन्म त्यहाँमाथि अभिनय पनि डायलेगहरू पनि त्यस्तै थियो मनै पराउनु पर्ने रोमान्टिक म त कथामा डुब्ने मान्छे ओइ यहाँ ना खोइ दाइ नमस्ते मुन्ना दाइले बोलाउनु होइन यहाँ आइज नाइ नभन्नु ल के भनिस् फेरि भन् त मेरो नाउँ मुन्ना ठाकुर हो नाइ मेरो पेसा हो दाइ भन्नुस् भाइ भन्नुस् नाइ नभन्नु नाइलाई नाइ नभन्नु अरे ओइ नाइ फेरि नाइ हाइ किन डराउने उहाँसँग हेप्ने हो उहाँ डन हो पुलिस हो डन हो कि पुलिस हो मलाई 3टा बोयफ्रेन्ड बनाउनु मन छ त्यो पनि एउटै ग्रुपको यदि 3 जना छौ र एउटै ग्रुपमा छौ भने आओ मसँग रिलेसनशिपमा बस्न चल आज त आसमाजीको जुत्ता नाच्या छ आसमाजीको खुट्टा नाच्या छ अझ भनौँ पुरा जङ्गलै नाच्या छ के यसको अझ भनौँ पुरा जङ्गलै नाच्या छ ट्राई कीजिए जिलेट गार्ड 3 ब्लेड वाला जो दे स्मूथ शेव
एक ही बार में। सारा दुनियाँले पनि सिंगल भएर यति हेपिसक्यो कि यदि 3 जना छौ एउटै ग्रुपमा छौ भने आऊ आई एम रेडी होइन होला कुरो घाँस त्यो हो क्या के लाटाले पापा हेरेको जस्तो हिँडिरहेको खाएको देखेको थिइनस् कहिले ल कति घिचेको भुडी फुट्ला तेरो आजसम्म तैँले मान्छेले भात खाएर भुँडी फुटेर मर भनेर कुनै पत्रिकामा पढेको छस् म त अगाएर भात छोड्ने होइन यी हात गल्रो र चापु गल्रो मात्रै छोड्छु एकचोटि देऊ न है के देउनु भन्छ त्यही क्या चली मुड आयो तैँले मसँग यस्तो कुरा नगर म मान्दिनँ अनि कहिले त पछि है भदौमा भोग लागेको छ माघे संक्रान्तिमा तरुल खुवाउँछु भने जस्तो कुरा नगर नि तिमी पनि आज मसँग के छ कार गर्लफ्रेन्ड बङ्गला सब तर फोटोमा मात्र साला त्यही भएर तनाव छ आफ्नो यहाँ फोटोमा भएको पनि खुलिसक्यो तपाईँ म एउटा दिम के तपाईँले रोएको एक्टिङ गर्नु पर्यो भने कसरी रोएको एक्टिङ गर्नु पर्यो भने बरु यसो गर्ने रेप गर्ने तिमी आउनु म तिमीलाई रेप गर्ने सिकाइदिन्छु कसरी गर्नुपर्छ अब भिलेन कहिले हुन्छ भनेको भिलेन त मजाले रेप गर्ने मान्छेलाई फटाइ काम गर्ने कुट्ने लास्टमा हिरोले भक्कु गोले खाएर मारिदिन्छ खेल खतम कोरियन भाषा पनि सिकेको आनी हाँस्यो 10,000 मास्यो जापानिज ल्याङ्ग्वेज पनि पढेको आरिगातो गोजाइमास हाँस्की नास सुन लगाउन मनपर्छ स्यामदालाई भएदेखि त कसलाई मन लाग्दैन र स्यामदा एकदमै रमाइलो गर्नुहुन्छ के एकदम तपाईँले रमाइलो मान्छन् गर्ने त मैले त्यही हो छोरीको रहर त पुरा भयो अब कहिले कहिले सानो स्याम पनि जन्म एउटा छोरा त चाहिन्छ भन्ने त हुन्छ होला नि त भन्छन् के रे भनेर मात्रै भएन भिडियो कल गरेर नहुन्थ्यो मालिस गर मालिस त फुल बडी पहिले नि कसैले गरिदिया छ ए बेनाजु हात्ती जस्तो साललाई देख्नु भएन के भयो आँखा भेनाजुसँग त्यसरी जिस्किने हो ए त्यसो भए लानी हो त मलाई कान्छी बनाउन अर्को साल त यत्रो घोडे छोरो जन्माइदिन्छु अलि तन्नेरी भएको भए त मैले नाइका भन्थे र तर यस्तो बुढोसँग बुढो रे जाटेरिका बुढो भए छ कि छैन त्यो त हामीले पनि जाँच गर्छ नि ए नानी एक डालो कोडोको भुस ल्याउ त लौ भान्जा मुट के गर्ने जाँच गर्नै पर्यो मुटेर देखा भन्छ खै के देखाउने हो छरपस्तै भइगयो नि भुस त तागत छ अझै बढेको उसको मुजीमा बोसो लागेर जाने रे फुन फुन गरेर केमा फुन होइन मुजीमा बोसो लागेपछि मान्छेले जाने रे त्यसो गरे के मलाई त्यो लिएर जा मलाई कमेन्टमा पनि लेख्छन् सलमान खान जस्तो भनेर तर हजुर सलमान खान जस्तो देखिनु त हुन्छ नि कमेन्टमा लेख्नेले लेख्छन् होइन साँच्चीकै पनि सलमान खानै देखिनुहुन्छ म केही पनि होइन म किसानको छोरो गाउँमा जन्मेको हुर्केको सानैमा छ किसानको छोरो भयो नि सलमान खान हुन मिलिहाल्छ नि हुँदैन र गजब बेइज्जती
पशुले भिटामिन दिने भो अर्को साल सर्केटा रुने भो मादल बजाएर सानो केटी रुन्छ त अनि लास्यो सम्झी टिका मुला हालखा गरे ल तामाङको घर र छैन त्यो ढोजा पताकाबाट थाहा हुन्छ नि यता फेरि यो बुद्ध धर्म मान्ने बुद्ध भगवान नमस्कार छ है ओम मान्ने पेमा ओम बिस्तारै बोलौँ अल्लाह अकबर मुस्लिमहरू नि बस्दा छन् ल बिस्तारै बोलौँ न भनेको के बिस्तारै बोल भने त बिस्तारै अल्लाह अकबर भने त नत्र म अल्लाह अकबर भनेर